फेरि मैले चियाको अर्को रेसिपी लिएर आएँ है, हेर्नु होला। यो चाहिँ मैले बनाउन आँटेको भुटेको चिया। मैले चाहिँ दिउरे तताएर चिनीलाई मजाले भुटेँ। यसलाई भुट्दा 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 भुटेको चिया कस्तो भन्नु होला, यो भिडियो लास्टसम्म हेर्नु होला। अनि कसरी अनि यसरी ब्राउन कलर हुन्जेलसम्म भुट्ने त्यसलाई, अनि हल्का पानी हालेर त्यसको तल टाँसिएको सबै निकाल्ने। अनि ठ्याक्क आफूलाई कति चाहिन्छ त्यति पानी हाल्ने। यसलाई त फेरि चियापत्ती नभए नि कलर आउँदो रह, तर चियापत्ती हाल्दा मिठो हुन्छ नि त चिया भनिसकेपछि, होइन त। अनि मैले त्यसलाई सबै गरेर चाहिँ त्यहाँ माथिबाट दुध हालिदिएँ। हेर्नु न चियापत्ती नहाल्दा पनि कस्तो राम्रो कलर आयो। अनि तेजपत्ता चियापत्ती हालेर त्यसलाई मजाले उमालेँ। तपाईँहरू पनि ट्राई गर्नु है, भुटेको चिया कस्तो मिठो हुन्छ। कलर पनि हेर्नु न कति राम्रो आएको। अब बनाइसकेपछि त कपमा हालेर खानै पर्यो, होइन त। अनि कति राम्रो कलर पनि आएको। अनि सङ्गीताजीलाई पनि फेरि चिया लभर हो, सङ्गीता दिदी दिएको कस्तो मिठो बनाएको है भन्दै हुनुहुन्थ्यो। अब मैले पनि चाख्नु त पर्यो। मैले पनि चाखेको त खतरा मिठो हुँदो रहेछ भुटेको चिया। तपाईँहरू पनि ट्राई गर्नु है। ल बाई बाई।